रोस्ट मात्र भयो भने हुन्छ। हाम्रो खाजा आइसकेको छ, लेग पिस। हेलो गाइज, गुड मर्निङ। के छ हाल खबर? आज चाहिँ म निस्किरहेको छु मामा घर जानलाई। पथरी पूर्व जानु छ र त्यसको लागि चाहिँ अब म तयार हुन्छु। भर्खर जिमबाट आएर यसो फ्रेस हुन्छु। गएर फ्रेस भइसकेपछि चाहिँ अनि हामी अब म र मेरो भाइ किरण हामी निस्किने छौँ बाइकमा मामा घर जानको लागि। अब म नुहाउन जान्छु, नुहाएर आएर अनि त्यसपछि खानासाना खाएर त्यसपछि हामी चाहिँ जान्छौँ पूर्व। अब सुरु गर्ने हो नुहाउनलाई चाहिँ। यहाँ छ साबुन डिटोलले। आया मौसम ठन्डे डर्मी कुलका यो आर्टिजन धारा आफै पानी चिप्लिन्छ यार। म चिप्ल्यो भने फेरि तनाव हुन्छ। हेर्नु गाइस, अहिले चाहिँ म यहाँ जुत्ताहरू सब साफ गर्दैछु। यो चप्पल यो लिएर जाने हो। जुत्ता पनि यो दुईवटा जुत्ता होइन, एउटा एक जोड यो भयो कोट सोटसँग लाउन। यो चप्पल उता बस्दा अहिले लाउनलाई चाहिँ त्यहाँ छ जुत्ता छ। अहिले लिएर जानलाई चाहिँ अब प्याक गर्दैछु। कपडाहरू त प्याक गरेर हालिसकेँ। अब जुत्ता चाहिँ हाल्नु बाँकी। यो क्लोथिङमा हाल्नुपर्छ। त्यसपछि 2000 years later. ल है गाइज, अब चाहिँ हामी निस्किन थालेर चाहिँ हाम्रो ब्याग प्याक भइसक्यो। भाइ पनि रेडी भइसक्यो। ल हजुरआमा, ल भाइ है, अब जान्छौँ हामी। ल पैसा ढेवा मरु कसो गरौँ भन्ने भएको छ यो स्थिति। अघि मैले दिएँ त। ल ओके। ल गाइज, अब हामी चाहिँ यहाँबाट घरबाट निस्किँदैछौँ। ठ्याक्क देखाएन घरबाट। अब हामी निस्किन थाले आफ्नो गन्तव्यतिर। ल साथमा हुनु होला। अहिले चाहिँ हामी यहाँ पेट्रोल पम्पमा आएको छौँ पेट्रोल हाल्नको लागि। अब पेट्रोल हाल्ने 1000 रुपियाँको पेट्रोल हाल्छौँ। त्यसपछि पेट्रोलै छैन। पेट्रोल हाल्ने भाइ यसो पैसा तिर्दैन। हेलो गाइज, अहिले चाहिँ हामी पत्लाया पुग्यौँ। पत्लायाबाट हामी चाहिँ पूर्वतिर लाग्नेछौँ। यहाँ टर्न गर्छौँ, पूर्वतिर टर्न गर्छौँ। यो सिधै गयो भने चाहिँ हेटौँडा काठमाडौँ उता जान सक्नुहुन्छ। अब हामी चाहिँ यहाँबाट पूर्वतिर चाँदी पुल अरे, कोही चाँदीले बनाएको हो कि त्यो है चाँदी पुल। यहाँबाट चाहिँ चप्पल भयो। माछाहरू पनि यहाँ नदीबाट माछा समातेर
कुनले चाहिँ रौतहट जिल्ला र सर्लाही जिल्लालाई छुट्याइन्छ, कुनको उता चाहिँ रौतहट जिल्ला हो भने कुनको उता चाहिँ सर्लाही जिल्ला हो भने र अहिले कठिन टाइपको धेरै कठिन पनि बाटो खनेर मलङमा जानु पर्यो भने चाहिँ यो बाटो हो है साथीहरू। यो बाटोबाट चाहिँ मलङमा जाने बाटो हो, मलङमा जानु सकिन्छ। मेची जाने बाटो, यो चाहिँ मेची जाने बाटो हो सिधै, र यताको बाटो चाहिँ यो जनकपुर जाने बाटो हो। ल साथीहरू, अब चाहिँ हामी नास्ता खानलाई यहाँ रोकेको छौँ। साई मन्चुरियन भन्ने होटलमा चाहिँ हामी नास्ता खान जाँदैछौँ है। रोस्ट मात्र भयो भने हुन्छ, रोस्ट मात्रै गरिदिनु होला। अहिले चाहिँ अब म नास्ता खानलाई पसेँ होटलतिर। टक्क लाएर यो पुरै सरफ खानुपर्छ टक्क। मेरो भाइ पुरा बाइक चलाएर थकित छ, म पनि थकित छु बाइक चलाएर, गाह्रो भइसक्यो। असली बुढोको पेडा भण्डार होइन, हेर्नु सब यो पेडा भण्डारहरू हो यहीँबाट। पुरानो बाजेको पुरानो प्रसिद्ध पेडा भण्डार अरे। यहाँ चाहिँ यो पुरै एरिया नै पुरै पेडा भण्डारको एरिया हो। यता चारैतिर पेडा पसलहरू छ, के हुँदैछ क्या होइन अब कस्तो पेडा पाउँछ, पेडा पनि अहिले सबै फेरि पसल त ठुलो पसल छोडेर ल अहिले चाहिँ हामी चाहिँ यहाँ नरसिंह बाबा पेडा भण्डार भन्ने पसलमा चाहिँ पेडा किन्न आइपुगेको छौँ। यसरी पुरै यसबाट पेडा बनाइन्छ है सबै। 900 रुपियाँ केजी, आधा केजी धेरै लाने। सेलाउन राख्यो हो क्या? ल साथीहरू, पेडा लिएर हामी चाहिँ अब फेरि निस्क्यौँ यहाँबाट। अब अझै टाइम छ पुग्नलाई, 11:30 भइसक्यो छ। 10:30 बजे निस्केको हामी घरबाट, 4:11 भइसक्यो। अझै हेरौँ, अझै लाग्छ 1 घन्टा 1.5 घन्टा जति पुग्नलाई। यो पेडा पसलहरू पनि, यो पेडा बजार पनि, सबभन्दा ठुलो नदी कोशी नदी। अहिले चाहिँ हामी यो कोशी नदी पुलमा आइसकेका छौँ, कोशी ब्यारेज। कोशी नदीको पुलमा 52 कि 56वटा ढोका छ क्या। बाढी धेरै पानी परेको बेला, बाढी आएको बेला यो सबै ढोका खोलिने गरिन्छ। अहिले त पानी त्यति छैन, बाढी आएको बेला त यो हुन्छ यहाँ पानी सब। अहिले पुरै खाली खाली छ।
यो चाहिँ हाम्रो इटोरी चोक है। यसबाट चाहिँ विराटनगर धरान छुट्टिने ठाउँ हो यो चाहिँ। अब पता न यो चाहिँ विराटनगर जानलाई यो बाटो हो। यतातिर चाहिँ धरान जानलाई सिधै यो चाहिँ झापा जानलाई झापा दमक जाने बाटो। बाइकमा हावा नै कम रहेछ। साथीहरू टायर खत्तम भएर नयाँ टायर किनेको अहिले। अब फेरि यो टायर किन्दैछु। भएन पैसा गइसक्यो। अब फिटिङ गर्न लिएर गइरहेछु। टायर त पुरै फाटेर खत्तम भयो नि। दुःख पाइयो साथीहरू। यति रात भइसक्यो 10:30 बजे निस्केको मान्छे यति रात भइसक्यो। अब मेरो खुल्दैछ। अब चक्का चेन्ज गर्नको लागि त्यहाँ चक्का पनि रेडी छ। अब चक्का चेन्ज गर्नको लागि चाहिँ बाइक अब यो खुल्दैछ है। अब मेरो कति बना त भयो वेट। बाइकको हालत मेरो यस्तो भयो। बाइक पनि साफ गर्नुपर्ने छ। पुरै धुलो भयो। भएन एकचोटि मैले खाट छ नि ठुलो खाटमा 3-4 जना बसेर अनि गरेर यो एयर लिने खोल्नलाई बहुत मेहनत पर्छ। टायरको त्यो छोडाउनको लागि भाइहरू उहाँ पेट्रोल पम्प लैरहेको छन्। यहाँ गाह्रो भयो। त्यहाँ मेसिन छ हेर मेसिनबाट छोडाउनको लागि गइरहेछन्। चक्का लिएर हेर्नु गाइज कस्तो भएको छ मेरो यहाँ। कहाँ गयो कहाँ गयो। कता गयो त्यो फुटेको। यहाँ यस्तो भएछ। अनि कहाँबाट ठिक सियो तनावबाट दुइटै त्यो हावै हाल्ने होइन। कुनको ए फाइनली गाइज हाम्रो बाइक तयार भइसक्यो। धेरै टाइम लाग्यो धेरै मेहनत लाग्यो यसमा। भाइहरूलाई थ्याङ्क यू है। ल चला न त। ए ल म चलाउँछु त्यसो भए। ल भाइ थ्याङ्क यू है। ल जान्छु ल। One eternity later. फाइनली गाइज आइपुग्यौँ हामी चाहिँ यहाँ घरमा चपाचोकको घरमा। यो चाहिँ घर हेर्नुहोस्। अब चपाचोको धेरै मेहनत भयो धेरै दुःख पनि पाइयो। दुःख पाएर लास्टमा चाहिँ आइपुग्यो। एउटा मेरो छुच्ची बहिनी निस्किरहेको छन्। उहाँ हो छ्या भन्दै हो गेट खोल्दै। कहाँ स्कुल कुन स्कुल छ्या कस्तो हो के छ्या।
ओके गाइज अब चाहिँ म पुगेँ ल आजको ब्लग यति नै धेरै दुःख पायो 10:30 बजेतिरबाट निस्केको अहिले भर्खर पुग्यो घरतिर ल ओके बाई